कहिलेकाहीँ बिहान उठ्दा मन भारी हुन्छ, कुनै कारण बिना नै रुन मन लाग्छ कि यो संसारमा मेरो कोही छैन, म एक्लो छु। वरिपरि मान्छे त छन्, तर कसैले मेरो मौनता बुझ्दैनन्। यदि तपाईँलाई पनि यस्तै महसुस भइरहेको छ भने पर्खिनुहोस्, आज म तपाईँलाई केही भन्न चाहन्छु। डिप्रेसन भनेको कमजोरी होइन, यो कुनै लाज मान्नुपर्ने कुरा पनि होइन। जसरी शरीरलाई ज्वरो आउँछ त्यसरी नै कहिलेकाहीँ हाम्रो मन पनि बिरामी हुन्छ। तपाईँले हार मान्नु भएको होइन, तपाईँ त केवल लामो समयदेखि धेरै बलियो बन्ने कोसिस गर्दा गर्दै थकित हुनुभएको हो। आफैलाई दोष दिन छोड्नुहोस्। आज तपाईँ जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, त्यही अवस्थामा तपाईँको अस्तित्व मूल्यवान छ। याद राख्नुहोस्, रात जतिसुकै लामो र अँध्यारो भए पनि बिहान हुन कसैले रोक्न सक्दैन। तपाईँको यो अवस्था स्थायी होइन, यो त केवल एउटा खराब मौसम मात्र हो जुन बिस्तारै हट्दै जानेछ। बोल्नुहोस्, आफ्नो मनको भारी कसैलाई सुम्पिनुहोस्, चाहे त्यो साथी होस्, परिवार होस् वा डाक्टर। साना कुरामा खुसी खोज्नुहोस्। आज ओछ्यानबाट उठेर मुख धुनु पनि तपाईँको लागि एउटा ठुलो जित हो। आफैलाई समय दिनुहोस्। निको हुन समय लाग्छ र त्यो समय लिनु तपाईँको अधिकार हो। तपाईँको भित्र एउटा यस्तो योद्धा छ जसले अहिलेसम्मका हरेक खराब दिनहरूलाई जितेर यहाँसम्म आइपुगेको छ। तपाईँले ती दिनहरू पनि कटाउनुभयो जुन तपाईँलाई लाग्थ्यो कि असम्भव छ। त्यसैले आज पनि हार नमान्नुहोस्। तपाईँ यो संसारका लागि जरुरी हुनुहुन्छ। तपाईँको मुस्कान कसैको लागि संसार हुन सक्छ। जीवन एउटा सुन्दर उपहार हो। कहिलेकाहीँ यसका पानाहरू अलि ओइलाइएका हुन सक्छन्, तर किताब अझै बाँकी छ। भोलि फेरि सूर्य झुल्किनेछ र भोलि फेरि नयाँ आशा पलाउनेछ। यदि तपाईँलाई आज साह्रै गाह्रो भइरहेको छ भने कसैसँग मद्दत माग्न नहिचकिचाउनुहोस्। तपाईँ एक्लो हुनुहुन्न, हामी सबै तपाईँको साथमा छौँ। आफ्नो ख्याल राख्नुहोस्, किनकि तपाईँ विशेष हुनुहुन्छ। यदि तपाईँलाई धेरै गाह्रो छ भने कृपया व्यावसायिक मानसिक स्वास्थ्य परामर्शदातासँग सम्पर्क गर्नुहोस्।